शीर्षक चाहिँ तिमी को होला दाइ? तिमी को हो? मैले भेटेको त छैन, तर मैले लेख्ने मेरो कविताको प्रिय शीर्षक भनेको छौ तिमी आजभोलि। एउटा नाम जो मेरो कलमको वरिपरि नाचिरहन्छ, एउटा अनुहार जो मेरो कवितामा प्रिय पात्र बनेर मेरो मसीहरूमा हाँसिरहन्छ। मलाई थाहा छ तिमी एक्लै छैनौ, तर अरूभन्दा बेग्लै छौ। थाहा छ तिमीलाई मलाई तिमी कस्तो लाग्छ? तिमी गोपिनीहरूको कृष्ण जस्तै छौ, जहाँ प्रेम स्वार्थ होइन समर्पण हुन्छ। तिमी द्रौपदीको अर्जुन जस्तै छौ, जहाँ साथ शब्दले होइन परिस्थितिले प्रमाणित गर्छ। तिमीलाई सुन्दा मन यसरी रमाउँछ जसरी गाइने दाइको गीत सुन्दा यो मन रमाउने गर्छ। तिम्रो मन अनि तिम्रो काम देख्दा यो आँखा यसरी रसाउने गर्छ मानौ बाँसुरीको धुनले एक्लोपनको गीतहरू सुनाइरहेका छन्। तिमी थोरै बेग्लै छौ अरूभन्दा, त्यसैले होला हेर न, आजभोलि मेरो कविताहरू तिम्रो लागि राम भक्त हनुमान बनेका छन्। नबोल्नुहोस् पनि त कसरी, तिमी पनि त स्वार्थले घेरेको भिडमा महापुरुष राम जस्तै बनेको छौ। भनिन्छ नि प्रगतिपछि मान्छेहरू फेरिन्छन् भनेर, तर तिमी किन फेरिएनौ? तिमीले जहाँबाट आफ्नो सफलता सुरु गरेको छौ मैले त्यही सहरमा देखेको छु। कसैले आफू सफल भएपछि बाआमाको चरित्र खुल्ला बजारमा उचालेको, एकतिर ठडिएको महलहरू पोस्ट हुन्छन्, अर्कोतिर आमा घरबार विहीन भएको। एक तिमी छौ यार, जसले हजारौँ आमाको आशीर्वाद कमाएको छौ। आफ्नै बा गुमाउँदा रोएको तिमी लाखौँको मनमा घर बनाएको छौ। साँच्चै तिमी बेग्लै छौ। मलाई मनपर्ने मितिहरू बिचको एउटा मिति 2058 2 महिना 24 गते। तिमीलाई भेटेपछि थाहा पाएँ अस्ताउनु अन्त्य होइन भनेर। नेपालको एउटा सुन्दर ठाउँ सुदूरपश्चिम जहाँ घाम अस्ताउने गर्छ, त्यही अस्ताएको घामलाई जितेर तिमी यसरी उदायौ जसरी औँसीलाई जितेर पूर्णिमा उदाउने गर्छ। मलाई थाहा छ तिमी सफलतामा छौ, तर न कहिले लोभको चर्चा न घमण्डको सफलता देखायो। आफैले जति सक्छौ त्यति हर कोहीलाई जतायो। आजकल अलिक डर लाग्छ मलाई। तिमी उदाएको दिन आमाको ओठको मुस्कान हेर्न नपाएको तिमी हजारौँ आमाको ओठमा हाँसोको बिरुवा रोपिरहेको छौ। न लोभ गर्यौ चर्चाको, न घमण्ड सफलताको देखायो। आफूले जति सक्थ्यौ त्यति प्रेम हर कोहीलाई जतायो। तिमीलाई पनि आरोप लाग्न सक्छ, मान्छेहरू आशावादी हुन्छन्। हर कोहीलाई यसरी सहयोग गर्छौ जसरी भजन सकेपछि चोखो मनले पञ्चामृत बाँडिन्छ। आज यस्तो लाग्दैछ आफ्नै छातीभित्र तिमीले एउटा अदालत बनाएको छौ, जहाँ गल्ती तिम्रो छैन, सजाय मन्जुर गरेको छौ। मेरो एउटा प्रश्न, आखिर किन? जवाफमा मौनताको बाक्लो थकान देखे तिम्रो आँखामा, अनि मेरो शब्दहरू आँसु बनेका छन्। आज तिमी आफू रित्तिएर अरूको लागि सोच्यौ, ओइलिएको आफ्नो ओठहरूमा अरूको ओठमा हाँसो खोज्यौ। जसलाई साथको जरुरी थियो उसलाई साथ दियो, तर आज त्यही समाजले तिमीमाथि प्रश्न उठाउँदै गर्दा मेरो शब्दहरू निशब्द बने। कस्तो निर्दयी हुन्छ यार यो समय। घरको आँगन बिर्सिएर जुन भिडको लागि लड्यो, त्यही भिडले आज तिमीमाथि प्रश्न उठाउँदैछ। त्यो समाजको तिखो प्रश्न मुटुभित्र यसरी बिज्यो जसरी कलिलो बालकको पाउमा तिखो काँडा बिजेको छ। यस्तो लाग्छ आज तिमी सुक्खा बनेको छौ, यसरी जसरी रुखको तिर्खा मेट्दा मेट्दै अन्तिम थोपा पानी सुकेका ती पोखरीहरू बनेका छन्। गल्ती तिम्रो होइन, गल्ती त्यो ऐनाको जसले सफा अनुहारमा पनि दाग देखाउँछ। गल्ती तिम्रो होइन, गल्ती त्यो भिडको जसले उज्यालो बोकेको मान्छेलाई आगो सल्काएको दोष लगाउँछ। भयो छोड, कसले के सोच्यो? तिमी आफूले आफैलाई बुझेको छौ नि, होइन? विश्वास छ तिमी सानो तिनो हावामा बदलिने त्यो मौसम होइनौ। घरिघरि आशावादी हुन्छन् मान्छे, त्यसैले राम्रै मान्छेको कुरा काटिन्छ यहाँ अनेक र नाना थरी। जति सक्छौ त्यति गरेको छौ तिमीले, त्यसैले त मेरो कविताको प्रिय पात्र बनेको छौ तिमी आज, मिस्टर पारस बम ठकुरी। धन्यवाद दाइ।